गर्छु वर्णन जन्म कर्मावधि राजा परीक्षितजीको बाँचे जो अघि अस्त्रबाट करुणा पाएर श्रीकृष्णको वरदा ब्राह्मणको सराप पछिति वैराग्यवाला भई त्यागे देह सुनेर भागवत यो गङ्गा तटैमा रहे पहिले कौरव पाण्डवादीहरूको सङ्ग्राम ठुलो भयो धेरै वीर मरे कथा समरको आश्चर्य लाग्दो छयो बाँचे जानर भीमले क्षय गरे दुर्योधनैको जब द्रौणीले तब राति द्रौपदीजीका छोरा निभाए सब रोइन् खूब गरिन् विलाप बहुतै द्रौपदीले अनि जागे अर्जुन वीर भेट्छु अहिले यो शोक तिम्रो भनी तत्कालै रथमा चढेर रिसले पक्रेर मार्छु भनी खेदे जब द्रोण पुत्र डरले भागे नि दौरा पनि पक्रे अर्जुनले पिटे शिविरमा बाँधेर ल्याए अनि उठे क्रुद्ध भएर भीम यसको छालामा तर्छु भने ब्राह्मण खास पुत्र गुरुका पापी भए तापनि भइगो छोडिदिनुहोस् भनिन् सदय भई श्री द्रौपदीले नमी भित्री आशय कृष्णको जब बुझे तरबार खैची अनि क्रोधी अर्जुनले मुडी मडिली छोडे बचिस्रा भनी मर्नेको गरिदाह अञ्जली सन्ताप मान्दै अति आए ती सब हस्तिनापुर महा सिद्ध पारी मती व्यर्थै युद्ध गरे मरे समरमा आफ्ना सबै बान्धव त्यागी राज्य भनी युधिष्ठिर भए अत्यन्त दुखी तब सम्झाए भरि सत्य बात बढिया श्रीकृष्णजीले कति झन शान्त भए नचित्त उनको सन्ताप माने अति बुढा भीष्म छँदै थिए र सरको सैया महात्यो घरी दुखी पाण्डव वीरलाई सगली पहुँचे उहाँ श्रीहरि धेरै प्रश्न गरे युधिष्ठिरजीले शङ्का अनेकौँ गरे राम्रो उत्तर भीष्मले पनि दिए सन्देह सारा हरि हे दामोदर वासुदेव भगवान आत्मा स्वरूपी प्रभु पाए दर्शन अन्त्यका समयमा मेरो अहो भाग्य हो भन्दै श्रीपति कृष्णको स्तुति गरी भीष्मजीले अनि रोके प्राण र उत्तरायण हुँदा त्यो देह त्यागे पनि दाह आदि क्रिया गरेर सगती फर्केर दिल्ली गए गादीमा अनि ती युधिष्ठिर बसी साम्राज्य गर्दा भए कुन्तीले पनि स्नेहले स्तुति गरिन् श्रीकृष्णजीको अनि हाम्रा शत्रु मरे टरे सब विपद तिम्रै कृपाले भनी त्यही बेला अति क्रुद्ध क्रूरमतिका ती द्रोणका पुत्रले वंशै पाण्डवको विनाश छु भनी छोडेर ब्रह्मास्त्रले आट्यो गर्भ विनाश गर्न सहसा ती उत्तराको जब त्राही
पनि परिन् शरणमा श्री कृष्णजीका तब। रक्षा कृष्णजीले गरे जतनले त्यो गर्भ बाँच्यो अनि जन्म्यो बालक दिव्य नाउँ उसको राखे परीक्षित भनी। हर्षे पाण्डव नाति तन्तु कुलको पैदा हुँदा त्यो घरी डाके ब्राह्मण जात कर्म विधिले गर्दा भए राम्ररी। भूको भार हलौं गरेर भगवान श्री कृष्ण आफू पनि जान्छु लोकमा भनी बिदा भए गए द्वारावती मानी। राम्रो राज्य गरे युधिष्ठिरजीले रक्षा प्रजाको गरी रैती विघ्न खुसी थिए बखतमा पर्थ्यो मजाको झरी। थर्काएर कुबेरलाई तिनले ऐश्वर्य जम्मा गरे तीनवटा हयमेध यज्ञ विधिले गर्दा भए राम्ररी। भोगे 36 वर्ष राज्य सबको सङ्कष्ट सारा हरि थाले देखिन लोकमा अनि ठुला उत्पात नाना धरी। धेरै तीर्थ घुमेर ती विदुरजी आएर भेटे अनि राखे आदरले युधिष्ठिरजीले हर्षेर काका भनी। सम्झाए धृतराष्ट्रलाई उनले केही रोज साथै रही के बस्छौ यसरी अनादर भई सन्ताप यस्तो सही। जसलाई कपट्याइले विष दियौ आगो लगायौ अनि सारा राज्य हरेर हुर्मत लियौ ती द्रौपदीको पनि। खान्छौ लौ अब लुम्रिएर तिनकै दाना अधर्मी बनी तडपन्छौ पनि भीमको हर घडी गाली नराम्रो सुनि। आशाले अझ बस्दछौ कति यहाँ जाऊ बनैमा भनी गान्धारी धृतराष्ट्रलाई वनमा ल्याएर राखे अनि। केही काल हिमालमा तप गरी स्वर्गे भए ती सब थाहा पाएपछि त्यो युधिष्ठिरजीले सन्ताप माने तब। जन्मेथे यमराज नै विदुर भई माण्डव्यका शापले पुरा वर्ष सहेर हेर तन त्यो त्यागे बिना तापले। कुन्तीले पनि कृष्णलाई मनमा सम्झेर त्यागिन् तन झन्झन दिक्क भयो युधिष्ठिरजीको वैराग्यवाला मन। के हाल छ बन्धुको सब बुझौँ भन्ने मनैमा गुनी भेजे अर्जुनलाई धर्मसुतले जाऊ द्वारकामा भनी। आज्ञाले तब वीर अर्जुन छिटै नै द्वारकामा गए गर्दै तर्क यता युधिष्ठिर ठुलो सन्ताप मानिरहे। आए अर्जुन 7 मास पछि ती साह्रै निदौरा बनी अर्थ्याए सब हाल बन्धुहरूको यस्तो भयो लौ भनी। सारा यादव राम कृष्ण सहितै छैनन् बिते ती सब भन्ने बात सुनेर विह्वल भई तडपे सबै पाण्डव। नातिलाई दिएर राज्य नीति उन्मत्त जस्ता बनी पक्री उत्तरको महापथ गए जाउँ स्वर्ग सोझै भनी। राजा भई अनि ती परीक्षितजीले रक्षा प्रजाको गरे आदि व्याधि कतै थिएन जगमा बाधा सबैको हरे।
विद्वान धार्मिक कृष्ण भक्त बलिया राजा परीक्षित थिए भेट्टाई कलिलाई दिग्विजयमा ठोकेर सातोलिए भाग्यो ठाउँ र बस्नलाई निर्फले ठाउँ खटाए अनि हिंसा मध्य जुवा सुवर्ण झगडा लौ बस यिनैमा भने नासेनन् कलिलाई दोष यसका धेरै भए तापनि साराको उपकारिलो गुण ठुलो एउटा छ यसमा भने नामै कीर्तनले तरिन्छ कलिमा हुन्छन् खुसी श्री हरि राखेको यसलाई हो नृपतिले यही हेतुले नै गरी बाजे पाण्डवको कथा र तिनको सद्भक्ति श्री कृष्णमा सुन्थे गीत जताततै मुलुकमा आनन्द भई चित्तमा सम्राट भई शुभ धर्म कर्म र ठुला यज्ञादि गर्दै रहे श्री जन्मे जय आदि चार उनका छोरा प्रतापी भए कोही रोज सिकार खेल्न वनमा राजा बिहानै गए सेनाबाट छुटेर घोर वनमा फर्केर दुखी भए पहुँचे आश्रममा समेक ऋषिको मध्याह्नमाथि अनि मागे बेसिक प्यासेर नृपले पानीमा पाऊ भने रोकी चित्त समाधिमा स्थिर थिए के सुन्दथे ती मुनि राजा क्रुद्ध भए अनादर गर्यो तेरे न भन्ने गुनी शोभिन्थ्यो शिरमा किरीट सुनको त्यसमा थियो त्यो कली बुद्धि भ्रष्ट गर्यो तुरुन्त उसले पाएर मौका छले कालो साप उही थियो नजिकमा देखे मरेको जब टुप्पोले धनुको उठाई मुनिको हाले गलामा तब फर्के खिन्न हुँदै पुगे महलमा त्यो ताज राखे अनि पश्चाताप गरे किन हरे दुष्कर्म त्यस्तो भने कोशिका तटमा कुमार मुनिका खेल्थे सुने त्यो अनि कालो साप पिताजीलाई नृपले हाल्थ्यो कसैले भने तत्कालै तब हातमा जलली त्यस्तो सरापे पनि टोकोस्तक्ष कलेर 7 दिनमा राजा मरोस् त्यो भने केही बेर पछि समाधि मुनिको राम्रै खुलेथ्यो जब यस्तो श्राप दिए भनेर तिनले वार्ता बताए तब छोराको नानीको कुरा सब सुनि सन्तापिए ती मुनि राजालाई छिटै दिए खबर त्यो आत्मा सुधारुन् भने त्यस्तो श्राप पर्यो भनेर नृपले वार्ता सुनेथे जब त्यागी सङ्ग भई विरक्त बहुतै निक्ले तुरुन्तै तब छोडी अन्न जला दियासन कसे गङ्गा किनारा महा हल्ला भो मुलुकै भरि मुनिहरू सम्पूर्ण आए उहाँ विश्वामित्र वशिष्ठ अत्रि भृगुजी श्री अंगिरा भार्गव भारद्वाज र व्यास नारदहरू जम्मा भए ती सब त्यही बेला सुखदेवजी पनि उही टुक्टुक आए मुनि पूजा ती सबको गरे नृपतिले ओ भाग्य मेरो भने
जोरी अञ्जुली प्रार्थना पनि गरे एकाग्र पारी मती मर्नेको कुन कृत्य हो र कसरी सप्रन्छ मेरो गति ए शम्भु म सुनु अरू अब पके प्रश्न सोधे जब सम्झाई सुखदेवले हित कुरो आज्ञा गरे यो सब इति प्रथम स्कन्द